यो घमण्डको हार हो, यो अहङ्कारको हार हो। एमालेको मात्र होइन, यो बाहरूको हार हो। बाले लेन मिचेपछि बालेनहरू उदय भएरै छाडे। मतदानको कति फरक पर्छ डेमोक्रेसीमा भनेर बालेन शाहले देखाइदिए। कति मतान्तरले जितेर देखाउन पर्ने हो देखाइदिए। यति धेरै डिफ्रेन्स कसैले सोचेको थियो? जिते पनि 1-2 हजारको मत फरक होला, थोरैले भए पनि बालेनले जितुन् भन्ने हामीले सोचेका थियौँ। जित्न त बालेनले पर्छ, गाह्रो छ। के का गाह्रो? बालेन शाहलाई के का गाह्रो? अहङ्कारको हार भनिसकेँ मैले। ओलीको अहङ्कार चकनाचुर भएको छ। बालेन शाहले खत्तम पारिदिएका छन्। वान अफ द ग्रेटेस्ट क्लच मोमेन्ट इन द हिस्ट्री अफ इलेक्सन, इन द हिस्ट्री अफ पोलिटिक्स। कसैले सोचेको थियो यत्रो धेरै आउँछ? रासोपा आफैले सोचेको थिएन होला कि यत्रो धेरै आउँछ भन्ने। अर्को ठाउँमा जान्छु म। ओलीलाई त छोडिदिनुहोस्। ओलीको राइट ह्यान्ड भन्छ नि आफूलाई, महेश बस्नेत, गुन्डुको गुन्डा। के का गुन्डु? गुन्डुको डन महेश बस्नेतलाई हराउने राजीव खत्री हो आज रासोपाबाट। त्यो पत्रकार भाइ हो, त्यही पत्रकार भाइ राजीव खत्रीले जितेका छन्। बाबुलाई मजाले जिते। यति धेरै मतान्तर, यति धेरै मतान्तरले देखायो कि अरूभन्दा नि थोरै मतले जितेको भए पनि थोरैले जित्यो भन्ने हुन्थ्यो कि। हामीलाई त हेर्न पनि झ्याउ लाग्यो कि यति धेरै मतान्तर भए। अहङ्कार यसरी तोडिन्छ कि। थोरै मतान्तर भएको भए यति थोरै यिनीहरूले झमेला गरे भन्न हुन्थ्यो, तिनीहरूले बाटो पाउँथे। अब के बाटो पाउँछन् यत्रो धेरै मतान्तर भएपछि? अर्को पृथ्वी सुब्बा गुरुङ पनि लमजुङबाट हार्यो। लमजुङबाट खत्तम भयो त मान्छे। यो 3 जना जसलाई देखेर हरेक नेपालीको आगो बल्थ्यो मनभित्र के। झापा 5मा केपी ओली हारुस् भनेको हार्यो, भक्तपुर 2मा महेश बस्नेत हारुस् भनेको हार्यो, एन्ड लास्टमा लमजुङमा त्यही मान्छे होइन। किन दिनुहुन्छ ओलीले राजीनामा? जनताले भन्दैमा दिनुहुन्छ? अब त सन्यास लिनुहुन्छ राजनीतिबाट। प्रतिवेदन आउँदैछ, त्यो पनि कुरौँ के हुन्छ। हस्त, धन्यवाद। अहङ्कार सबैका लागि नराम्रो, हाम्रो लागि र इतिहासका हरेक मान्छेको लागि।